आज चाहिँ म मेरो बाबुलाई स्याउको प्युरी बनाएर खुवाउँदैछु। यो बनाउन पनि सजिलो अनि बच्चालाई पनि एकदम मिठो लाग्ने, फ्लेभर पनि दिने अनि धेरै अब रिच फाइबर भएकोले उनीहरूलाई डाइजेसनमा पनि हेल्प हुने भएर चाहिँ यो खुवाउँदैछु। हजुरले चाहिँ फर्स्टमा सुरु गर्दाखेरि स्याउकै प्युरी बनाएर खुवाउन पनि सक्नुहुन्छ, किनकि अब बच्चालाई चाहिने सबै कुरा पोषक तत्त्वहरू पनि पाइने अनि बनाउन सजिलो, खुवाउन सजिलो, मिठो, बच्चालाई पनि मनपर्ने, हेल्दी पनि भएको भएर चाहिँ यो बनाउनलाई खुवाउनलाई दुइटै राम्रो, सजिलो आफ्नो हिसाबले पनि। यो बनाउनु चाहिँ सजिलो छ। पहिला एउटा स्याउलाई मजाले लिने, पखाने, त्यसलाई तासेर अब सानो टुक्रा बनाएर बोइल गर्ने। मजाले बोइल गरिसकेपछि चाहिँ त्यही स्याउलाई चाहिँ म्यास गरिदिने अथवा मिक्सरमा पिस्दा नि हुन्छ। मलाई चाहिँ म्यास गर्नभन्दा पिस्न सजिलो लाग्छ, त्यही भएर म चाहिँ मिक्सरमा पिस्छु। अनि यो यसमा भएको पानी पनि हालेर पिस्छु, किनकि हल्का गिलो गिलो बनाएर खुवाउँछु नि त। त्यही भएर पानी धेरै छ भने त बच्चालाई पानी खुवाउँदाखेरि बोतलमा यही हालेर अथवा चम्चाले पनि यही पानी खुवाउँदा पनि हुन्छ। बच्चालाई एकदम मिठो पनि लाग्छ। यो स्याउको प्युरी फ्लेभर पनि दिन्छ।